हेलो गाइस, आज म भिडियो बनाउँदैछु। म गार्डनमा चाहिँ काम गर्दै थिएँ। त्यही भएर गार्डनमा पनि अब 3 महिना मैले गरेको। त्यही भएर आज यता बनाना काट्दै थिएँ। बनाना नै काट्न होइन, अब बनानाको चाहिँ यो लिफहरू सुकेको चाहिँ पातहरू काट्दै थिएँ। अनि त्यही काट्दा म यता केला पनि देखेको थिएँ पाकेको। त्यही भएर हजुरहरूलाई यसो रमाइलो गरौँ, भिडियो बनाऊँ भनेर लाग्यो। त्यही भएर आज म भिडियो बनाएको। अनि भिडियो बनाउँदाखेरि यहाँ अब विदेश आएको बेलामा अब नेचुरल अब फ्रुट खान पाउँदा कति खुसी लाग्छ, त्यस्तै मलाई पनि लाग्यो। अनि एकदमै राम्रो थियो। म यहाँ तोड्दैछु के काटेको थियो अर्को बङ्गलादेशी साथीले। त्यही अब उठाएर म हजुरहरूलाई देखाउँदैछु। अनि एकदमै राम्रो थियो। जे होस्, बनाना चाहिँ एकदमै राम्रो थियो। सो मिठो थियो। मिठोको स्वाद लिँदा कति नै मजा आयो। किनभने मार्केटबाट लिँदा अनि यस्तो डाइरेक्ट त्यहाँ केलाको रुखबाट खाँदा कति नै डिफ्रेन्ट लाग्यो कि मलाई एकदमै स्वाद 100% नै डिफ्रेन्ट लाग्यो। त्यही भएर म भिडियो बनाउन पर्छ भनेर लागेको। अनि उता चाहिँ मेरो साथी बङ्गलादेश हो, होइन मसँग अब काम गर्ने साथी होइन भनौँ। मसँग काम गर्ने चाहिँ बङ्गलादेशी हो। उसलाई फेरि नेपालीमा बोल्न आउँदैन, हिन्दी पनि बोल्न आउँदैन, इङ्ग्लिस मात्र बोल्न आउँछ। अनि म यहाँ केला देखाउँदैछु। केला एकदमै म अब खान्छु, एकदमै टेस्ट छ। जे होस्, म ट्राई गर्छु एकचोटि। अनि ट्राई गरेर आएर कस्तो छ, किनभने सिधै रुखबाट झरेको अनि रुखमा नै फलेको सबै पाकेको मिठो नै हुन्छ होला। ट्राई गर्न पर्छ। त्यही अब ट्राई गर्दैछु, खानुपर्छ। ओ माई गड, एकदमै राम्रो छ। यो हो नि नेचुरल स्वाद भनेको यो हो। खाँदा नै अर्कै फिलिङ आउँछ जस्तो। अब म पनि यता कति 2 महिना 3 महिना भइसक्यो गार्डनमा काम गर्दा। किनभने हाम्रो होटल बन्द भएको थियो। अनि होटलको पछाडि चाहिँ यता बनाना छ। होटलको पछाडि भनौँ कि यता भनौँ, यता पनि रुमहरू छ। त्यही भएर रुमको अगाडि चाहिँ कस्टमरको बनाना हामी रोपेको थियौँ। अनि राम्रै छ, जे होस् अलि राम्रो देखिन्छ भनेर पातहरू पनि एकदमै सफाउँदै काम गर्दै क्लिनिङ गर्दै सबै गर्दै थिएँ। अनि त्यही हो,
अब केला खानुपर्छ नेचुरल। त्यही भएर म पनि केला खाँदै अनि भिडियो बनाउँदै थिएँ। अनि हो म पनि अब होटलमा काम गर्ने किचनमा चाहिँ, तर अब यहाँ गार्डनमा गर्दा अर्कै फिल आइरहेछ। किनभने यसो नेचुरल खानाहरू पाइयो भने, किनभने मलाई पनि थाहा छ नि किचनमा गर्दा अनि खानाहरू कस्तो हुन्छ त्यो त मलाई पनि थाहा छ। त्यही भएर आज खाँदा अनि रमाइलो गर्दै थिएँ। जे होस् रमाइलो भयो। अनि म हेर्नु नि यस्तो सानो सानो थियो, सानो पनि अलि राम्रै खालको हुन्छ, सानो सानो बनाना पनि थियो। खाँदै भिडियो बनाउँदै थिएँ।